हेलो गुड मर्निङ सबैजनालाई। आज दसैँको फुलपातीको दिन, फुलपातीको सबैलाई शुभकामना है। म अहिले ठ्याक्क यो टोखाबाट चण्डेश्वरी मन्दिरबाट माथि यो डाँडामा छु। शिवपुर राष्ट्रिय निकुञ्ज। फुलपातीको दिन भए पनि हाम्रो रनिङ अगाडि बढिरहेको छ। म र हाम्रो एकजना विकास सोल्टी छौँ। पछाडि ब्याकग्राउन्ड तपाईँ देख्न सक्नुहुन्छ। 5:30 भइसकेको अवस्था छ। ल हेर्नुहोस्, पछाडि काठमाडौँ एकदम क्लियर देखेको छ है। स्वर्ग छ साथीहरू, स्वर्ग यही हो स्वर्ग है। आहा के आनन्द छ। ल हेर्नुहोस् त हरियाली। ओहो आज दसैँको फुलपातीको दिन मेरो यो भिडियो कन्टिन्यू जानेछ प्रत्येक दिन होइन। आज फुलपातीको दिन पनि यहाँलाई शुभकामना। ल हेर्नुहोस् पछाडि आज म यहाँ छु। यहाँबाट माथि डाँडागाउँसम्मको भिडियो तपाईँहरूलाई जस्तो हुन्छ त्यस्तै म हाल्नेछु है साथीभाइहरू। ल हेर्नुहोस्, आहा दैनिक 1-2 घन्टा त दिनु पऱ्यो नि आफूलाई नि है, स्वास्थ्यलाई पनि। पसिनै पसिना भइसकेको छ। ल हेर्नुहोस्। ल ओके, कन्टिन्यू गरौँ है भिडियो। आजको यात्रा माथि डाँडागाउँसम्मको छ। सोल्टीहरूमा 2 जना छौँ। पछाडि सर आउँदै हुनुहुन्छ। ल गाइज ल हाम्रो यात्रा अगाडि छ है। ओह्रालो छ बाटो। के आनन्द छ है। ल सोल्टी है, मजा आइरहेको छ होइन त। आहा यस्तो यहाँ च्यालेन्जिङ हो। मेरो आज फुलपातीदेखि होइन, त्यो शनिबारसम्म डेली हाल्छु कि सोल्टी म भिडियो होइन। किनभने त्यो दसैँको बेला खाइन्छ पनि, तन्न मोटाइन्छ पनि, सँगसँगै दिउँसो त खाइन्छ नै है। बेलुकी बिहान एक्सर्साइज गरेपछि दिनभरि खाएको पस्ने भयो क्या। एक्ज्याक्टली। ल बाटो यस्तो छ बाटो है। देख्छ नि जल्दी एकदम आहा ल यस्तो हरियाली आनन्द छ। यस्तो स्वर्गै हो नि। ल उकालो यात्रा हडै उकालो छ है। कडा उकालो लास्ट कडा। इन्जोय गरेर 2 जना साथी। ल है हामी यस्तै चलिरहेको छ। ल हेर्नुहोस् त है, जिन्दगी बिहान 1 घन्टा 2 घन्टा हुन्छ आफूले है। समय आफूले समय दिनु पर्यो नि साथी भयो। हाम्रो त निरन्तर अगाडि बढिरहेको छ। खाडै उकालो छ। हेलो फाइनल्ली हामीले पिचमा आयो जल्दी है। ल
बाटो आइपुग्यो शिवराज निकुञ्ज पिचमा छ ल अब यहाँबाट चाहिँ अब धेरै छैन धेरै छैन अब उकालो साह्रै उकालो हिँड्ने चल्ती है हाम्रो यात्रा भनेको हेलिप्याड डाँडाको माथि अहिले 30 रोड 30 रोड आधी बाटो चाहिँ आयो है ल गाइज ल मेरो भेट्ने चाहिँ कन्टिन्यू हेर्नलाई आजको यहाँको भिडियोमा सुन्दिरहेको के छ कस्तो अड्याएको छ यहाँ आउँदाखेरि यो पोइन्ट भनेको चाहिँ एकदम है तपाईँको उज्यालो अरू ठाउँमा देखे तापनि यहाँ आइपुग्दा चाहिँ तपाईँ पुरा अन्धकार राति 2-4 बजे यति छ है 5:30 त भइसक्यो तर 4 बजे 6 बजिसक्यो ए तर पनि यहाँ आइपुगेर तपाईँको चाहिँ अँध्यारोको एकदम फिलिङ आउँछ यहाँ चाहिँ तपाईँको उता हेर्दा उज्यालो यता आइपुग्दा देखिन्छ है क्या आनन्द स्वर्ग मान्छेले स्वर्ग स्वर्ग भन्छ नि सेल्ती स्वर्ग है मान्छेले थाहै छैन कि बिचरा काठमाडौँ यत्रा बस्ने मान्छेहरूलाई स्वर्ग भन्छन् कहाँ भन्छन् बिहान आफूलाई 24 घन्टामा कमसेकम 1 घन्टा 2 घन्टा दिनुहोस् न यही स्वर्ग भन्छ है होला नि त सुनसान छ कोही छैन दसैँ लागेछ सेल्टी ल है गाइजहरू अझ तपाईँ यो भिडियो हेर्दै जानुहोस् माथि डाँडासम्म के देखाउँछु तपाईँलाई आज कालिजहरू कालिज बडेलहरू देख्नु पाइएन आज यदि आयो भने म तपाईँले देखाउँछु आहा ल हाम्रो यात्रा निरन्तर छ पानी परिरहेको छ है के छ डाँडाका पुग्न आँटिसकेको छ हेलिप्याड है र अहिले अब चरण छ अब त्यो 2 चरण पार गर्ने बित्तिकै हामी चाहिँ 2 घन्टी छ अब अब हामी कुरा गर्ने बित्तिकै आइपुग्ने आएको छ पानी परेको छ है पानी छ आहा त्यहाँ लगाइरहेको छ हल्का पानी परिरहेको छ रमाइलो भइरहेको छ त्यस आज फुलपाती दिन इन्जोय भयो नि त एकदम हुँदैछ ल है ल ल पछाडि क्लिन ब्याकग्राउन्डलाई हेर्नुहुन्छ आहा डल्लै छ नि ल अन्त ल अन्त है गाइजहरू स्वर्ग होइन त पानी हेर्नु माथि अलैँची बारी ल अलैँची बारी छ है ल शिवपुरी जङ्गल हाँसोले अगाडि हिँडिराख्नुपर्छ ल आहा स्वर्ग साथीभाइहरू पनि त्यस्तो हरियाली आनन्दपूर्ण छ काली देखेँ हाम्रो
पठानै छ। ल आज फुलपातीको दिन हाम्रो लगभग 2 घन्टा जतिको वाकिङ रनिङ सकिएर अब हामी माथि डाँडागाबाट तल हिँडिरहेका छौँ। शिवपुर निकुञ्जकै लयमा छौँ। अब हामी टोखा चन्देश्वरी आउन लाग्यौँ। ल हेर्नुहोस्, आनन्द छ, हरियाली छ। सबैलाई फेरि पनि आज दसैँको फुलपातीको दिन, फुलपातीको यहाँहरूलाई शुभकामना। स्वस्थ रहनुहोला, रमाइलो गर्नुहोला होइन, सबैलाई यही भन्न चाहन्छु। सोल्टी ल लास्ट जस एउटा के आजको करिब हामी चाहिँ अब चन्देश्वरी टोखा हामी पुग्नु लागेको अवस्था छ। यो एन्डिङ पोइन्ट हो, यो चाहिँ अब हामी भयङ्करबाट हिँड्दैछौँ। अब आजलाई यति नै इन्जोय भयो, रमाइलो भयो, दुईजना भए पनि रमाइलो गरिदियो होइन। अब सरहरू आउनु भएन, हालैमा त हामी मिस गरिरहेको छौँ। आजले यति नै, तपाईँहरूको दिन राम्रो होस्, शुभ रहोस् भन्दै आजलाई म बिदा हुन चाहन्छु। सबैजनालाई नमस्कार। ल भोलि पनि हामी रेगुलर भ्लग आउँछ है सोल्टी हाम्रो। ल भोलि पनि यो दसैँको बिदाभरि हामी भिडियो गराउँछौँ। आज यो हाम्रो यो मिसनै हो। ल आजको भिडियो यहीँ अन्त्य हुन्छ। आजको यो मेरो भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट्स एन्ड लाइक गरिदिनु होला र मेरो यो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।